नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौँ मुख्य समाचारबाट। पर्सा र बारामा भएका छुट्टा सवारी दुर्घटनामा परि 3 जनाको मृत्यु। घरमा आगो लाग्दा बालकको मृत्यु, 2 जना घाइते। सामुदायिक वनमा लागेको डढेलोबाट करिब रु 2 करोडको क्षति। बुटवलको जेसी चोकमा भण्डारी दाम्पत्य हत्याका मुख्य सुटर 8 वर्षपछि पक्राउ। रुसको सपिङ सेन्टरमा आग लागि 37 को मृत्यु, 100 जना भन्दा बढीलाई उद्धार। र बुटवलमा जारी तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्ड कप नकआउट फुटबल प्रतियोगितामा आज आयोजक मदन भण्डारी स्पोर्ट एकाडेमिक र नेपाल आर्मीका बीच खेल हुँदै। अब समाचार विस्तारमा। पर्सा र बारामा भएका छुट्टा सवारी दुर्घटना 3 जनाको मृत्यु भएको छ भने 1 जना गम्भीर घाइते भएका छन्। पर्साको सखुवा पर्सौनी गाउँपालिका 5 को महुवन र बालुवाको बीचमा भएको दुर्घटनामा 20 वर्षीय रत्न शाह कलवारको मृत्यु भएको हो। प्रहरीका अनुसार मोटरसाइकलमा सवार कलवारलाई ट्र्याक्टर र अर्को एक मोटरसाइकलले ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते कलवारलाई सुरुमा नारायणी उपक्षेत्रीय अस्पतालका लागि लगिए पनि हेल्थ केयर अस्पताल वीरगञ्ज पुर्याइएको थियो। प्रहरी चौकी महुवनका प्रहरी सहायक निरीक्षक लोकनारायण श्रेष्ठले दिएको जानकारी। प्रहरीले ठक्कर दिने ट्र्याक्टर चालक बिन्दवासिनी गाउँपालिका 3 का दिनेश प्रसाद चौरासिया र अर्का मोटरसाइकलका चालक बारा परवानीपुर 3 लिप्नीमालका अजय प्रसाद यादवलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। त्यसैगरी बाराको पचौराता 7 बस पार्क नजिकै आइतबार अपराह्न भएको सवारी दुर्घटनामा 2 जनाको मृत्यु भएको छ, 1 जना गम्भीर घाइते छन्। बेनौलीबाट पिपरातीतर्फ जाँदै गरेको भारतीय बोलेरोले श्रीनगर बैरियाबाट पिपरातीतर्फ आउँदै गरेको 6 नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा 2 जनाको ज्यान गएको हो। प्रहरीले दुर्घटनाको पुष्टि गर्दै बारा पचौराता नगरपालिकाका सुरेन्द्र सहनी र सोही ठाउँ बस्ने 70 वर्षीय सीताराम सहनीको मृत्यु भएको जानकारी दिएको छ। मोटरसाइकल चालक सुरेन्द्रको घटनास्थलमै र सीतारामको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा ज्यान गएको हो। ठक्करबाट 65 वर्षीय डोमा सहनी गम्भीर घाइते भएका छन्। डोमाको खुट्टा, हात र टाउकोमा चोट लागेको छ। स्थानीय अस्पतालहरूमा उपचार सम्भव नभएपछि उनलाई ट्रमा सेन्टर काठमाडौँ रिफर गरिएको छ र त्यहाँ उनको उपचार भइरहेको जनाइएको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायक उपनिरीक्षक भुवनेश्वर शाहले ठक्कर दिने बोलेरोको पहिचान भइसकेको र भारतीय प्रहरीसँग समन्वय गरेर ल्याउने तयार भइरहेको जानकारी दिए। सुनसरीमा आइतबार राति भएको आग लागिमा परि 1 जनाको ज्यान गएको छ, 2 जना घाइते भएका छन्। कोशी गाउँपालिका 1 मा रहेको लोकहित पेट्रोल पम्प नजिकै बस्ने बिन्देश्वर मल्लिकको घरमा आगो लागि भएको हो। आगोमा परि बिन्देश्वरका 12 वर्षका छोरा सुरजको ज्यान गएको प्रहरीले जनाएको छ। त्यस्तै 40 वर्षका बिन्देश्वर र उहाँकी श्रीमती 35 वर्षीय सविता घाइते हुनुभएको छ। घाइते 2 जनाको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको छ। घरमा बलेको घुरमा सल्किएको आगोले बिन्देश्वरको 3 वटा घर जलेर नष्ट भएको छ। दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो निभाएको इलाका प्रहरी कार्यालय लौकहिले जनाएको छ। प्रदेश 2 को प्रदेश सभा सरकारले दर्ता गराएको आर्थिक कार्यविधि विधेयकमाथि छलफल हुने भएको छ। सरकारले दर्ता गराएको आर्थिक कार्यविधि विधेयकमाथि सोमबार दफावार छलफल हुने भएको हो। अपराह्न 1 बजेबाट सुरु हुने प्रदेश सभा बैठकमा विधेयकमाथि छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ। आर्थिक विधेयक 4 महिनाका लागि तयार पारिएको छ।
कार्यविधिमा प्रदेश सरकारले 4 महिनाको खर्च गर्ने अधिकार र त्यससँग सम्बन्धित नियम शर्त समेटिएको छ। विधेयकमा मुख्यमन्त्री, मन्त्री र प्रदेश सांसदको तलब भत्ताको सिलिङ समेत तोकिदिएको छ। प्रदेश सरकारको बैंक खाता सञ्चालन, आर्थिक आम्दानीको स्रोत र आर्थिक गतिविधि गर्दा अपनाइने विधि कार्यविधिमा समेटिएको छ। प्रदेश सरकारले गत चैत 6 गते प्रदेश सभाको सचिवालयमा आर्थिक कार्यविधि विधेयक दर्ता गरिएको थियो। मानवीय लापरवाहीका कारण जिल्लाका विभिन्न 13 सामुदायिक वनमा लागेको डढेलोबाट करिब रु 2 करोड क्षति भएको सामुदायिक वन उपभोक्ता महासंघ धनकुटाले जनाएको छ। 7 स्थानीय तह रहेको धनकुटा 366 सामुदायिक वन मध्ये 13 वटा वन जलेर पूर्ण नष्ट हुँदा वन क्षेत्रमा रहेको बिरुवा एवं जडीबुटी जलेर नष्ट हुँदा करिब रु 2 करोड बराबरको क्षति भएको वन उपभोक्ता महासंघ धनकुटाका अध्यक्ष राजेन्द्र खड्काले बताए। जिल्लाका 76 जोरपाटीको भन्ज्याङ डाँडा सामुदायिक वनको 100 हेक्टर, धनपा 5 को बडरे 36 हेक्टर, धनपा 10 को पतले सामुदायिक वनको 60 हेक्टर, 2400 गाउँपालिका ठुलीबड सामुदायिक वनको 191 हेक्टर, 2404 को देउराली सामुदायिक वनको 20 हेक्टर, 76 जोरपाटी सिबुवा तक्लाखर्क 677 हेक्टर, सोही क्षेत्रको पाथीबाट सामुदायिक वनको 500 हेक्टर वन डढेलोका कारण पूर्ण नष्ट भएका छन्। धनपा 9 को रुद्रबाडी सामुदायिक वनको 25 हेक्टर, धनपा 9 को रधुटार 36 हेक्टर र विश्रान्ति सामुदायिक वनको केही क्षेत्र समेत डढेलोका कारण क्षति भएको छ। जिल्लाको शहीद भूमि गाउँपालिकामा रहेको पञ्चकन्या सामुदायिक वनमा लागेको आगोमा परेर शहीद भूमि 2 का 51 वर्षीय बानु छोरा राईको मृत्यु भएको थियो भने धनकुटा नगरपालिका 9 बेलहाराको जलकन्या सामुदायिक वनबाट बस्तीतर्फ गएपछि 5 गोठ र 4 घर आगोलागीमा परेर नष्ट भएका जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपनिरीक्षक गौतम मिश्रले बताए। मानवीय कमजोरीका कारण विगत वर्षमा भन्दा यस वर्ष धनकुटामा ठूलो क्षति हुने गरेको मिश्रको भनाइरहेको छ। सुक्खा मौसम भएका कारण आगलागी जेठ महिनासम्म विभिन्न क्षेत्रमा आगलागीबाट क्षति हुने सम्भावनालाई ख्याल गरी सचेत गराउन धनकुटा जिल्लाका स्थानीय सञ्चार माध्यमबाट सूचना प्रवाह गरिएको जिल्ला वन अधिकृत कृष्ण प्रसाद बस्तीले बताए। धुवा धुलोको कारण जनजीवन प्रभावित भएपछि स्थानीय बासिन्दा प्रदूषण नियन्त्रणको माग गर्दै महोत्तरीको औरही नगरपालिका 8 टिकिम्पियामा धरना बसेका छन्। बर्दिवास औरही जलेश्वर सडक खण्ड अन्तर्गतबाट चल्ने गाडीले धेरै धुलो उडाएपछि जनजीवन प्रभावित भएको भन्दै स्थानीय बासिन्दा बिहान 7 बजेदेखि धरनामा बसेका हुन्। सडकमा गुड्ने गाडीले उडाएको धुलोले बिरामी पर्न थालेपछि सडकमै धरना बसेको स्थानीय विश्व शंकर यादवले जानकारी दिनुभयो। आफूहरूले यसबारे पटक पटक नगरपालिकाको वडा कार्यालयमा जानकारी गराउँदा समेत कुनै पहल नगरेको र धुलोको कारण घर घरमै बिरामी पर्नेको संख्या बढेपछि बाध्य भएर सडक जाम गर्नुपर्ने स्थानीय बासिन्दाको भनाइ छ। अहिले इलाका प्रहरी कार्यालय रामगोलपालपुरको प्रहरी टोली धरना स्थल पुगेका छन्। अब समाचारमा विश्रामपछि बुटवलको जेसिज भण्डारी दम्पति हत्या मुख्य सुटर 8 वर्षपछि पक्राउ। रुसको शपिङ सेन्टरमा आग लागि 37 को मृत्यु, 100 जना भन्दा बढीलाई उद्धार। र बुटवलमा जारी तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्ड कप नकआउट फुटबल प्रतियोगितामा आज आयोजक मदन भण्डारी स्पोर्ट एकाडेमिक र नेपाल आर्मीका बीच खेल हुँदै। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। भूमिगत जनतान्त्रिक तराई मुक्ति मोर्चाका सैन्य कमान्डर एवं रौतहट जिल्ला इन्चार्ज बारुद सिंह भनिने सुरेन्द्र यादव पक्राउ परेका छन्। सर्लाही प्रहरीले आइतबार राति यादवलाई पक्राउ गरेको हो। ज्वाला सिंह नेतृत्वको
जनतान्त्रिकमा लामो समयदेखि भूमिगत जीवन बिताइरहेका यादवमाथि सर्लाही जिल्ला प्रहरीमा अपहरण तथा फिरौती मुद्दा दायर थियो। सर्लाहीको बरहथवा 4 का रामपुकार राय यादवले 8 वर्षका छोरा गोलु रायलाई अपहरण गरेर 20 लाख रुपैयाँ फिरौती लिएको आरोप यादवमाथि छ। उनीमाथि जिल्ला प्रहरी कार्यालय सर्लाही कर्तव्य ज्यान सम्बन्धी 2 अपहरण तथा शरीर बन्धक, चन्दा असुल र विस्फोट गरी 6 वटा मुद्दा रहेको सर्लाही प्रहरीले जनाएको छ। रौतहटको गुरुडा नगरपालिका 6 अमरपट्टी टोलमा 42 वर्षीय यादवमाथि जिल्ला प्रहरी कार्यालय रौतहटमा पनि गम्भीर अपराधका मुद्दाहरू विचाराधीन छन्। रौतहटका प्रहरी प्रमुख एसपी यज्ञ विनोद पोखरेलका अनुसार प्रहरीले मोस्ट वान्टेड सूचीमा रहेको यादवमाथि बम विस्फोट, आगजनी लगायतका गम्भीर प्रकृति 4 वटा मुद्दा छन्। बुटवलमा भण्डारी दम्पति हत्याकाण्ड, सुटर 8 वर्ष पक्राउ परेका छन्। 2047 असार 9 गते बुटवलको जेसी चोकमा पसल गर्दै आएका रमेश भण्डारी र उहाँकी श्रीमती आशा भण्डारी पसलमै गोली हानी हत्या भएको थियो। त्यो हत्याकाण्डमा प्रमुख सुटर रूपन्देही सालझण्डीका अर्जुन गौतमलाई प्रहरीले रूपन्देहीको नेपाल भारत सीमा बेलहीबाट पक्राउ गरेको हो। घटनामा संलग्न भोले बाबा भन्ने शम्भु गौतम, निम प्रसाद थापा, श्याम प्रसाद विक, पुरण शिश्र, राजु गलामी रूपन्देही जिल्ला अदालतको आदेशले थुनामा छन्। अर्का अभियुक्त कृष्ण गौतम अझै फरार छन्। नेभी सङ्घले सुरु गर्ने भयो अमरण अनसन शिक्षा ऐन 9 संशोधन विरोधमा काङ्ग्रेस निकट नेभी सङ्घले आजदेखि अमरण अनसन सुरु गर्ने भएको छ। सङ्घका 5 युवाले आज अपराह्न 4 बजेदेखि माइतीघर मण्डलमा अमरण अनसन सुरु गर्ने लागेको महामन्त्री कुन्दनराज काफ्लेले बताए। काफ्लेले स्थानीय शिक्षकको माग पूरा गर्ने नाममा युवाहरूलाई प्रतिस्पर्धाबाट वञ्चित गरिएको बताए। शिक्षित बेरोजगार बढिरहेको अवस्थामा खुकुलो प्रावधान सहित अस्थायी शिक्षकहरूलाई स्थायी गर्न लागि उनले बताए। चैत 23 मा सञ्चालन गर्न लागि अस्थायी शिक्षक परीक्षा रोक्न नेभी सङ्घले माग गरेको छ। 22,000 स्थायी दरबन्दीका लागि 23,000ले प्रतिस्पर्धा गर्दैछन्। उत्तीर्ण हुनका लागि अस्थायी शिक्षकले पूर्णाङ्कको 40% अङ्क ल्याए हुने प्रावधान छ। अब फेरि समाचारमा विश्रामपछि रुसको सपिङ सेन्टरमा आग लागि 37 को मृत्यु, 100 जना भन्दा बढीलाई उद्धार। र बुटवलमा जारी तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्ड कप नकआउट फुटबल प्रतियोगितामा आज आयोजक मदन भण्डारी स्पोर्ट एकाडेमिक र नेपाल आर्मी बीच खेल हुँदै। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। देशभरका विद्यालय भवनलाई पहेँलो रङले रङ्गाउनु पर्ने भएको छ। विद्यालयको मुख्य भवन, शौचालय लगायत सबै प्रकारका भौतिक पूर्वाधारमा पहेँलो रङ लगाउन शिक्षा विभागले निर्देशन दिएको हो। सरकारले यसअघि विद्यालयका बसहरू पनि पहेँलो रङको हुनुपर्ने नियम बनाएको छ। शहरी विकास तथा भवन निर्माण विभागले सार्वजनिक भवनहरूमा प्रयोग हुने रङ सम्बन्धी निर्देशिका 2069 जारी गरेको थियो। तर यसको पालना नभएपछि शिक्षा विभागले सबै जिल्ला शिक्षा कार्यालयहरूलाई कलर कोड प्रयोग गर्न परिपत्र गरेको हो। निर्देशिकाको अनुसूची 5 अनुसार विद्यालयको मुख्य भाग प्लास्टर गरेको हुनुपर्नेछ र फिक्का पहेँलो रङ लगाउनु पर्नेछ। पहेँलो रङ उज्यालो हुने र बुद्धिजीवीलाई मन पर्ने भएकाले यसलाई बाहिरी भागबाट प्रयोग गर्न भनिएको शिक्षा विभाग प्रवक्ता केशव प्रसाद दाहालले जानकारी दिए। भवनको छानो रातो रङको टेरेकाटो टाइल वा स्टेल हुनुपर्ने छ। त्यसैगरी झ्याल र ढोको चौकोस तथा खापा सेतो वा गाढा खैरो हुनुपर्नेछ। कक्षा कोठाका भित्ता क्रिम वा आइभोरी रङको हुनुपर्ने निर्देशिकामा उल्लेख छ। कार्यक्रममा एकाग्रान्त ल्याउने, उज्यालोपन बढाउने र मैलो नहुने भएकाले यस्तो रङ प्रयोग गर्न भनिएको विभाग प्रवक्ता दाहालले बताए। यसैगरी सिलिङ, सभाकक्ष,
करिडोर र भर्याङको भित्ताको माथिल्लो भाग सेतो रङ लगाउन विभागले भनेको छ। कोरिडोर र भर्याङको तल्लो भागमा भने खैरो रङ लगाउनु पर्नेछ। अब अन्तर्राष्ट्रिय समाचार। रुसको साइबेरिया स्थित एक शपिङ सेन्टरमा आग लागि हुँदा कम्तीमा 37 जनाको मृत्यु भएको छ। केही व्यक्ति बेपत्ता छन्। 100 जना भन्दा बढीलाई उद्धार गरिएको छ। स्थानीय मिडियाका अनुसार केमोरोफोको विन्टर चेली मलको चौथो तलाबाट आगो लागि सुरु भएको थियो, जहाँ सिनेमा घर छ। मृत्यु हुनेमा धेरैजसो सिनेमा घरमा रहेकाहरू छन्। सिनेमा घरमा 2 हल्का छत आगलागीबाट खसेका छन्। टेलिभिजनमा देखाइएको तस्बिरहरूमा शपिङ सेन्टरमा बाक्लो धुवाँ निस्किरहेको र मानिसहरू झ्यालबाट बाहिर हाम फालेको देखिन्छ। अग्नि नियन्त्रक र उद्धार टोली घटनास्थलमा परिचालित छन्। केमेरोफो सहर रुसको राजधानी मस्कोबाट 2200 मिटर टाढा पर्दछ। यो सहर कोइला उत्पादन प्रसिद्ध छ। स्थानीयवासीका अनुसार सन् 2013 मा बनाइएको यो शपिङ मल निकै चर्चित छ। यसमा एक सानो चिडियाघर पनि छ। आगोलागीका कारण खुलेको छैन। रुसको जाँच समितिले यसलाई आपराधिक क्रियाकलाप हुन सक्ने आशंका गर्दै अनुसन्धान सुरु गरेको बीबीसीले जनाएको छ। अब खेल समाचार। बुटवलमा जारी तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्ड कप नकआउट फुटबल प्रतियोगितामा आज आयोजक मदन भण्डारी स्पोर्ट एकाडेमिक र नेपाल आर्मीका बीच हुँदैछ। खेल बुटवल 10 मा रहेको मनोविज्ञान माविको खेल मैदानमा दिउँसो 3 बजे हुनेछ। 1 करोड 14 लाखको लागत अनुमान गरिएको प्रतियोगितामा आयोजक मदन भण्डारी स्पोर्टर्स सदरपश्चिम कैलाली नेपाल आर्मी 3 स्टार क्लब हिमालय एएफसी मलेसिया नेपाल पुलिस क्लब मनाङ मर्स्याङ्दी सुनौलो सङ्गम एपीएफ क्लब र झापा 11 को सहभागिता रहेको छ। खेल र खेलाडीहरूको प्रोत्साहनका लागि आयोजना गरिएको प्रतियोगितामा पहिलो पटक प्रति खेलाडी 3 लाख रुपैयाँ बिमा समेत गरिएको छ। प्रतियोगिता प्रथम हुनेले नगद 15 लाख, द्वितीय हुनेले नगद 7,50,000 रुपैयाँ र सेमी फाइनलमा पुग्ने 2 टिमले नगद 1 लाख प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन्। उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट गोल रक्षक, प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट मध्यवर्ती खेलाडीले नगद 21 र 21,000 प्राप्त गर्ने आयोजकको भनाइ छ। खेल 19 गतेसम्म चल्नेछ। यसअघि आइतबारको खेलमा विभागीय टिम नेपाल एपीएफ क्लब विजयी भएको थियो। नवीन लामाले ह्याट्रिकसँगै झापा 11 लाई 4-2 ले हराउँदै एपीएफ क्लब विजयी भएको थियो। अन्त्यमा मुख्य समाचार पुनः एकपटक। पर्सा र बाडामा भएका छुट्टा-छुट्टै सवारी दुर्घटनामा परि 3 जनाको मृत्यु। घरमा आगो लाग्दा बालकको मृत्यु, 2 जना घाइते। सामुदायिक वनमा लागेको डढेलोबाट करिब रु 2 करोडको क्षति। बुटवलको जेसी चोकमा भण्डारी दम्पति हत्याका मुख्य सुटर 8 वर्षपछि पक्राउ। रुसको शपिङ सेन्टरमा आग लागि 37 को मृत्यु, 100 जना भन्दा बढीलाई उद्धार। र बुटवलमा जारी तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्ड कप नकआउट फुटबल प्रतियोगितामा आज आयोजक मदन भण्डारी स्पोर्टर्स एकाडेमिक र नेपाल आर्मीका बीच खेल हुँदै। हवस् त, पल पल खबर तेज नजर अपन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।